प्रभु येशूले भनेको वचन है यो। मबाट अलग भएर चाहिँ हामीले के गर्नु सक्छ? आज तपाईँ र म चाहिँ प्रभुबाट अलग भएर चाहिँ तपाईँ र मैले के गर्नु सक्छ? आज हामी उदाहरणको तौरमा हामी हेर्छौँ भने एउटा आँपको रुखमा राम्रो झ्याममा परेको आँपको रुख छ या सेबको रुख मान्नु कुनै पनि रुख छ, त्यसमा एउटा डाला यसरी जोडिएको छ भने त्यो रुख जो मेन जड छ नि त्योसँग जोडिएको हाँगाले चाहिँ थुप्रो फल ल्याउँछ, फल फलाउँछ। जब त्यो हाँगा हावाले हो या कुहिएर हो या कुनै प्रकारले भाँचिन्छ नि, रुख तनाबाट जब छुटिन्छ नि, के त्यो हाँगाले फल ल्याउनु सक्छ, फल फलाउँछ, फलाउँदैन। तपाईँ र मेरो जीवन पनि त्यस्तै हो। तपाईँ र म चाहिँ कतिको प्रभुको नजिक छु, तपाईँ र म चाहिँ कतिको प्रभुसँग हाम्रो सम्बन्ध राम्रो छ। के तपाईँ र म देखाउने सेवकाई गर्दैछौँ कि हृदयबाट परमेश्वरको सेवकाई गर्दैछौँ? सेवकाई दुईटा प्रकारको हुन्छ। एउटा देखाउने सेवकाई हुन्छ, वाह गर्ने सेवकाई हुन्छ, एउटा हृदयबाट गर्ने सेवकाई हुन्छ। हृदयबाट गरेको सेवकाईमा चाहिँ परमेश्वरले आशिष दिन्छ। त्यो आशिषको बारेमा हामी यहाँ पढ्नेछौँ। हामी यूहन्ना व्यस्त विवरण 28:12 यसरी लेखेको छ, परमेश्वरले आकाश आफ्नो प्रशस्तको भण्डार उगारेर तिमीहरूको भूमिको ठिक ऋतुमा झरी पठाउने छ र तिमीहरूको हातका सबै मेहनतमा आशिष दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछ तर सबैबाट ऋण लिने छैन। सबै जातिलाई हामी विश्वासी जन चाहिँ कस्तो हुनुपर्छ? ऋणी हुनुपर्छ। हामी ऋण लिने चाहिँ हुने होइन, हामी चाहिँ ऋण दिने चाहिँ हुने। यो जो परमेश्वरको एउटा ठुलो आज्ञा हो। आज मैले तिमीहरूलाई आदेश दिए बमोजिम तिमीहरूले होशियारी साथ परमप्रभुको आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यो भने उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनेछ। सबै आज्ञाहरूलाई हामीले जब पालन गर्छौँ, पृथ्वीमा हामीलाई सबै जातिभन्दा हामीलाई श्रेष्ठ बनाउँछ। अनि यहाँ अर्को कुरा के भन्दैछ? सबै जातिलाई हामी ऋण दिनु सक्छ। हामी ऋणी लिने होइन, हामी दिने। तर हामी परमेश्वरको आज्ञालाई हामीले आज्ञा पालन गर्नेहरूले चाहिँ यो आशिष पाउनेछ। जसले यो परमेश्वरले चाहिँ मूसालाई दिएको आज्ञा, अनि मूसाले चाहिँ आएर बोलाइदियो यहुदी जातिहरूलाई, इजरायलीहरूलाई। मूसाले यहाँ परमेश्वरले दिएको आज्ञा